गाइज हामी पुग्यौँ तर मेरो म्याडमजीलाई चाहिँ भोमिट भयो। अनुहार हेर न अनुहार। अनि के खान्छु भनेको त चाटपाट हेऱ्यो क्या। अल टाइम फेभरेट इज चाटपाट एन्ड पानीपुरी। भोमिट गरी यसले भोमिट गर्ल यता 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 आउने बेला अघि नै सँगै सिट पनि पाइएन बिचरा। अगाडि यस्तो टाउको गरेर सुते थिएँ भोमिट गर्यो। मेरो काखमा सुत्यो भए त भोमिट गर्थेँ कि नि मैयाले। ठिकै छ एनिवेज। यहाँ हामी डुम्रे बजार पुग्यौँ है। ल हेर्नुहोस् अब यहाँदेखि हामी 10-15 मिनट्समा चाहिँ बन्दीपुर पुग्छौँ। ल चटपटे चटपटे। Getting sprung. We used to dance the night away, hang out the whole next day, laughing, having fun. Hello guys, finally हामी चाहिँ बन्दीपुर पुग्यौँ। This is the bazaar view and यो वाला जुन छ नि द आउटर रेड रोज यहाँ छौँ होला हामी चाहिँ। ल त्यही नै हो। आज चाहिँ एकदम भिड छ है। दिपुराहरू पनि पानीपुरी खान नछोड्ने को हुन्। ल पानीपुरी ल खान्न भनेले खताउँछ, जान्न भनेले अताउँछ। बन्दीपुरमा चटपटे चटपटे खाएला खाएला यम्मी मिठो छ। मिठो बेलुका कसरी खुल्ला हुन्छ झन् प्यालो हुन्छ। अहिले जुन घुम्न आएको मान्छेहरू छ नि तिनीहरू जान्छन् क्या। अनि हामीसँग चाहिँ अब एक्सप्लोर गर्न हिँडेछौँ। आऊ मेरो के हो तिमीका आऊ कि त चाहिँ बजार एक्सप्लोर गर्दैछौँ। हेर्नुहोस् ल हेर्नुहोस् ल यो भाइरल घरहरू चाहिँ है।
हेलो गाइज, यो चाहिँ हामी होटल रेड रज यहाँ बसेको हाम्रो बन्दीपुरको होटल हो। बेसी एम्बियन्सहरू यसको है। दिस इज एम्बियन्स। दिस इज तुम्बा। बाहिर चाहिँ है बजारमा एकदम भिड छ। It's a clock. It's a cozy place. अझै पनि भइसकेको छैन है। हाम्रो पश्चिमतिर त हिजो नै सकिसक्यो, तर यहाँ त एकादशीसम्म नै मान्छ अरे। लाग्दै हुन्छ सबजना। गाइज अब चाहिँ हाम्रो खाना खाने टाइम भएको छ। थकाली फुड। मिलिमा म्याम चाखिसक्नु भयो खाना? उहाँले चाहिँ स्टार्ट गरिसक्नु भएको छ। उहाँ चाहिँ एक खाना अनि यो चाहिँ चिकन खाना। ल हेर्नुहोस्, यहाँ बाहिर बसिरहेछौँ। मर्निङ गाइज। चाहिँ हाम्रो बसेको होटलमा चाहिँ यस्तो बनाएको छ है। हेर्नुहोस्, अरे म्याडम त कति छिटो आएर नास्ता खानु बसिसक्नु भएको। ब्रेकफास्ट के खाएको यो? दिस इज ब्ल्याक टी। ओके, एम्बियन्स हेर्नुहोस्। ल गाइज, हामीले ब्रेकफास्ट गर्ने भयौँ। खाऊ न काली, खाऊ ब्रेकफास्ट। के छ भन त? Chili potatoes, jams, egg, and bread. आइटम मारा अच्छा था। Morning from बन्दीपुर। चाहिँ हामी ग्रेट वल अफ चाइना जस्तो ठाउँ छ कि बन्दीपुरमा, जाँदैछौँ। तपाईँहरूले देखाउँछु ल। ल हामी लाग्दैछौँ वे टु थानीमाई जाने बाटो। त्यो चाहिँ थानीमाईदेखि हल्का यता अरे कता हो भाइदनमा। हाम्रो अब सानो सानो हाइक छ भनौँ कि के भनौँ, चढ्नु पर्नेछ माथि माथि। अनि म चढ्न सक्दैन, गाह्रो हुन्छ। अहिले मेरो हावा टाइट भइसक्यो। पुग्छु कि पुग्दैन गाइस? स्टे ट्युन।
यो थानीमाई टेम्पल देखि अब हामी वी आर रिटर्न ब्याक हैन अगाडि चाहिँ हाम्रो स्पोर्टम्यान अगाडि हिँड्राख्नुभएको छ उफ के चाहिँ भएछ फेरि स्पोर्टम्यान छिटो हेर्नुहोस् टेनिस खेल्ने गर्छ या यहाँदेखि होइन त्यहाँ जाने हो यहाँ हिँड्नुपर्छ है गाई चाहिँ आउनलाई त अलमोस्ट 20-25 मिनट्स त उकालो हिँड्ने हो मैले देखाइसकेँ